हेलो एभ्रिवान, सबैजनाले चाहिँ मलाई सोधिरहेको हुन्छ कि तिमी नेपालमा के गरिरहेछौ भनेर। म चाहिँ नेपालमा चाहिँ यतिकै घरतिर काम गर्दैछु अनि आज चाहिँ म चाहिँ हजुरहरूलाई चाहिँ फ्याक्ट्रीको टुर गराउँदैछु होइन। यो चाहिँ मेरो फर्स्ट टाइम बोलेर भिडियो बनाएको भएर अलिकति गाह्रो त हुन्छ होइन। अब जस्तो हुन्छ त्यस्तै त्यो बनाएको छु। अनि हजुरहरूलाई चाहिँ अन्डाको क्रेट चाहिएमा चाहिँ हामीसँग चाहिँ 16 र 18 को बन्छ। प्राइस पनि अलिकति रिजनेबल नै छ। डिएम गर्न सक्नुहुन्छ हजुरहरूले मलाई चाहिँ। त्यही हो, अब बिस्तारै बिस्तारै भिडियोहरू हाल्दै जान्छु। अब आज फर्स्टचोटि भएर होला, जस्तो हुन्छ त्यस्तै भिडियो हेरिदिनु होला। दिदी हुनुहुन्छ अनि यता हेर्नु भन्नु यो काम चाहिँ यसरी सुरु हुन्छ है। अनि त्यहाँबाट दुईजना चाहिँ यस्तो छ हाम्रो चाहिँ नजरिया। आज चाहिँ घाम लागेको छैन, त्यही भएर हामीले चाहिँ सुकाएको पनि छैन। अनि यहाँ बच्चाहरू खेलिरहेको छ है। अनि त्यसपछि यो चाहिँ हामीले चाहिँ गर्मीको बेला चाहिँ यहाँ चाहिँ सबै ग्राउन्डभरि सुकाउनु पर्छ कि। अनि जाडोको बेला पनि बेसरी घाम लागेको बेला चाहिँ प्रायः त्यहाँ नै सुकिरहेको हुन्छ। आज चाहिँ अब कति झिक्न हुने जति चाहिँ यहाँ झिक्दैछ है। अनि त्यही हो, हाम्रो चाहिँ पानी पर्नु आँटेको छ। यो चाहिँ अलिक पछाडिको ब्याकग्राउन्ड भयो, यस्तो छ। यता कामको प्रोसेस हुँदैछ ल। अब अनि ऊ चाहिँ अहिले उसले चाहिँ झिक्दैछ है। अब यसरी मजाले एउटा गर्दै झिक्नुपर्छ यहाँ चाहिँ। अनि प्रोसेस चाहिँ अलिकति गाह्रो नै छ भन्दा पनि सुरुमा चाहिँ काम गर्नलाई अलिकति अप्ठ्यारो हुन्छ। अनि बानी पर्दै गइसकेपछि चाहिँ सजिलो नै हुन्छ भनौँ। अनि हजुरहरूलाई चाहिँ अब केही यसको विषयमा केही चाहिएमा चाहिँ मलाई खबर गर्नुहोला। हाम्रो चाहिँ प्राइस चाहिँ अलिकति रिजनेबल छ। अनि यता चाहिँ दिदीहरू झिक्दै हुनुहुन्छ। हेलो भन्नु, लाज लाग्दैन। यता चाहिँ सबैजना झिक्दै हुनुहुन्छ अलिअलि। हेरौँ रे, गर्नुपर्छ है, काम गर्नुपर्छ है। काम गर्नुपर्छ है।